हे एभ्रिवान, आज चाहिँ म जाँदैछु इलाम ट्रिप अनि आज चाहिँ कस्तो गाडी लाँदैछु भनेर तपाईँहरूले थम्बनेल र हाइलाइटबाट थाहा पाइसक्नु भएको छ। अन्त त्यही हो, अनि गाडी चाहिँ एकदम बबाल लिएर जाँदैछु अनि इलाम चाहिँ बबाल छ। अब जानुपर्ने हुन्छ म होइन। गाडी हेर्न सक्नुहुन्छ भित्र चाहिँ यस्तो छ होइन। अझ मलाई रन गर्नुपर्ने हुन्छ अनि रुगामर्की लागेको कारणले गर्दाखेरि चाहिँ हल्का बोल्न अप्ठ्यारो भइरहेको छ मलाई होइन। भोइस पनि राम्रो आएको छैन, एडजस्ट गर्नु होला। त्यही अब चाहिँ म यहाँबाट जानुपर्ने हुन्छ। मौसम पनि खराब छ होइन, पानी पर्ला जस्तो गरिरहेको छ अनि गाडी चाहिँ मैले लिमिटमा लानुपर्ने हुन्छ। बाटो चाहिँ एकदम पिच हेर्दाखेरि पिच छ तर गाङडाङ र गुडुङ गसेको गाडी होइन, बबाल छ बाटो। अनि त्यही हो, जोर आउन आँटिरहेको छ। अब गाडी पनि मैले अलि हाँक्न सकिरहेको छैन गाडी आएको कारणले गर्दाखेरि। त्यही हो, यहाँ अब हेर्नु न ओभरटेक गरिदिन्छ त्यहाँ। अब ओए झन्ने त्यसले पनि गर्दैन के छैन, त्यसलाई त म टप्न दिन्न। अब यसलाई पनि टप दिनु पर्ला जस्तो छ। यतातिर चाहिँ कता जाने बाटो मलाई थाहा भएन, तर म जान्न पनि होइन। यो पसल पनि छैन, मेरो काम छैन अहिलेको लागि। मैले चाहिँ अब जानुपर्ने हुन्छ तोपमा। गाडीको चाहिँ अहिले हेर्नु न यस्तो छ, स्टिकर पनि मैले त 7-8 लाखकै हालेको जस्तो छ क्या होइन। साथीहरूले चाहिँ भन्छ 7-8 लाखको हाल्दै हो क्या भन्छ, तर मैले 7-8 लाखको हालेको होइन होइन। सस्तै हो स्टिकर, तपाईँहरू पनि हाल्न चाहनुहुन्छ भने मलाई भन्नु होला। केही छैन। अब चाहिँ अब के हो यार, पुरै जिउ पनि दुखिरहेको छ होइन। गाडी पनि हाँक्न अप्ठ्यारो भइरहेको छ। नजर अति दुर्घटना घटी खालको बाटो छ हेर्नु न। पानी पर्न थालिसकेको छ अन्त बाफ्रे के हो यार, रुगामर्की लागेको कारणले गर्दाखेरि बौलै भएको छु नि म यार। त्यो अब चाहिँ यहाँबाट लानुपर्ने हुन्छ। मैले गाडी उठाएर फेरि लडिसकेको छ। लडेको भन्दा पनि हल्का पुलिसको गाडी हो क्या, ठोक्यो केही छैन। यतिको अलो छ, बाटो चिप्लो छ नि त, अनि हल्का स्टियरिङ खराब भएर पनि जान सकेको हुन्छ नि त गाडी। अनि त्यसैले मलाई कराउन मिल्दैन नि त पुलिसले। इलाममा गएर चाहिँ बबाल गर्ने सोच्छ नि त। अब चाहिँ यो मेरो रुगामर्की घाँटी दुखिरहेको छ। इलामको चिसो भन्न आएको छ तातोबाट चियाले सट्टा खाएपछि ठिक भइहाल्छ नि। गाडी चाहिँ मैले उडाउनु पर्ने हुन्छ सनानो रकेट माफिक होइन। स्पिड पनि बब्बाले गइसकेको छ, अहिले 115-16 गइसकेको छ होइन। 18 पुगिसक्यो। त्यही हो, अब 118मा अब चाहिँ मैले हल्का टर्निङमा ब्रेक हाल्नुपर्ने, नत्र ल्याम्पमा गएर ठोकिन्छ क्या। गाडी घुमिन्छ त अनि चिप्लोमा यस्तो खतरनाक हुन्छ बाटो। अनि हेर्नु न अगाडि कस्तो पुरै धुवा उडा जस्तो गइरहेछ। पानी फेरि दर्कनै आइरहेछ होइन। यार राम सिसा त झ्याप्पै नदेखिने भएछ यार, पुछिदिनु पर्ला यार। कता यसो पुछ्ने यार, ल पुछिदिनु पर्यो होइन। अब के छैन, गाडी चाहिँ एकदम हेर्नु रुगा लागेर सकसक गर्नुपर्ने भएको छ होइन। अब चाहिँ फेरि मैले गाडी अझै लङ टाइम छ नि त बाटो, अनि त्यसैले मैले अझै तोप्नुपर्ने हुन्छ गाडीलाई। अन्त त्यहाँपछि हेर्न सक्नुहुन्छ यस्तो बाटो छ। दुईवटा गाडीहरू पुष्पराज हो कि क्या हो, पुरै लक्डी बोकेर गएको छ होइन। अब लक्डी बोक्दैमा पुष्पराज हुँदैन होइन। अब लक्डी बोक्दैमा पुष्पराज हुँदैन, हाम फाल्दैमा क्रिस हुँदैन होइन। हमर बोक्दैमा थर हुँदैन। अब त्यो भन्न पनि मिल्दैन नि त। अब हमर बोक्दैमा थर हुँदैन। अब के अरे प्लम्बिङको काम बोक्दैमा जोन्सेन्स हुँदैन नि त, त्यस्तै हो नि त। अब अग्लो ठाउँ हुँदैमा ओए के गरेको ओए, ल बौला भयो यार। अग्लो ठाउँ देख्ने बित्तिकै बुर्ज खलिफा हुँदैन होइन, त्यस्तै हो। अब यो होटलतिर मैले चाहिँ गाडी राख्नुपर्ने हुन्छ, यो होटल लजतिर। ल फेरि पनि गइरहेछ त पुष्पाको गाडी, हेर्नु न त्यो ट्याङ्कर पनि गइरहेछ पुष्पाकै हो होइन। दुध बोक्छ, त्यो भित्रबाट लकडी बोक्छ होला आयो होइन, त्यस्तो लाग्छ। आई थिङ्क आयो भनेछु क्या, आशा छ भनेछु होइन। हल्का इङ्ग्लिस पनि कन्फ्युजन यो चाहिँ गाडी चढाउनु पर्ने हुन्छ मैले मासतिर। बाटो त अप्ठ्यारो छ नि त, स्वाक भइरहेछ क्या, नाक यस्तो दुखिरहेछ होइन, मर्की लागिरहेछ। अब चाहिँ यहाँबाट चाहिँ गाडी मासतिर लानुपर्ने हुन्छ मैले। अब त्यस्तै हुन्छ नि त कामहरू भनेको। सट्ट अब यहाँबाट चाहिँ गाडी सकिने बित्तिकै मैले लानुपर्ने हुन्छ गाडी। हेर्नु न गाडी पनि कस्तो हो यार। मेरो जस्तो बबाल सजाउनु नि म पैसा दिन्थेँ पऱ्यो भन्दा यार, सजाएपछि लेभलको गाडी त हुन्थ्यो। अनि सट्ट चढाउनु पर्ने हुन्छ। अब मैले यहाँबाट सरर माथि कसरी गाडी त लत चिप्लिएछ यार। के हो बुझ्नै नसक्ने यार। यहाँबाट अलि यस्तो यो भित्रबाट अलि सजिलो हुन्छ कि होइन। आई ट्राई। हो यस्तरी बेस्ट हुन्छ जस्तो लागिरहेछ मलाई जहाँसम्म होइन। तु मचाते धुम। व्हिल कभर हेर्नु है बबाल छ होइन। रुगामर्की चाहिँ बबाल लागेको छ होइन। अब त्यही हो, अब भिडियो चाहिँ मैले बबाल बनाउने कोसिस गरेको छु। हजुरलाई बबाल लाग्यो कि लागेन होइन। गाडी चाहिँ भजियोस् बबाल लागे पनि नलागे पनि गाडी बबाल छ होइन। यो चाहिँ म सोच्न सक्छु होइन। आफ्नो गाडी हो, त्यो पनि म आफ्नो गाडीको आफै तारिफ त गर्नु हुँदैन। जे होस् बबाल गाडी बबाल नै छ। हेर्नु न नत्र हेर्नु न, घडी पनि छ, म्याप छ, क्यामेरा छ,
सप छ नि त अब स्प्रिङ हेर्नु त्यस्तै बबाल छ अब होटलतिर मैले चाहिँ अब रुम बुक गर्नुपर्ने हुन्छ त्यसैले अब